जस्तो मानिसहरूले सोच्ने गर्छ पश्चातापको विषयमा, वास्तवमा पश्चाताप त्यस्तो होइन। पश्चाताप यो शब्द अनकमन होइन, तर एकदम प्रायलाई थाहा भएको शब्द हो। ट्रेडिसन मण्डलीमा प्राय जस्तो हामी सुन्छौँ सञ्चालकज्यूले पनि भुल गल्ती भए क्षमा गरिदिनुहोस्, प्रार्थना गर्दा पनि भुल गल्ती भए क्षमा गरिदिनुहोस्, सूचना सुनाउँदा पनि भुल गल्ती भए क्षमा गरिदिनुहोस्, र इभन प्रवचनको बेलामा पनि यही शब्द चलाउँछन्, भुल गल्ती भए क्षमा गरिदिनुहोस्। यो एक प्रकारको ट्रेन्ड जस्तो भएको छ, अनि प्राय व्यक्तिहरूले यो कुरालाई रिपिट गरिरहेको हुन्छ। उदाहरणको रूपमा खानाको प्रार्थना गर्दाखेरि बनाउने तुलाउने हातलाई आशिष दिनुहोस्, खर्चेको भण्डारलाई पुरा गरिदिनुहोस्। तपाईँ बुद्धिमान हुनुहुन्छ, बुद्धिमती हुनुहुन्छ, मजाले निहाल्नुहोस् त। हामी प्राय जस्तो सुगाले बोले चाहिँ हामीले त्यो शब्दहरू जस्तो अरूले दोहोऱ्याउँछ एक्ज्याक्टली हामी त्यही रिपिट गरिरहेको हुन्छौँ। त्यसरी नै पश्चाताप पनि रिपिटेसन भइरहेको छ। एकजना व्यक्ति हुनुहुन्थ्यो, उहाँ जब जब सेवामा आउनुहुन्थ्यो उहाँले मुड्कीले भुइँलाई पिटी पिटी पश्चाताप गर्थ्यो। तर पश्चाताप पश्चात फेरि आफ्नो घरमा जानुहुन्थ्यो, तर जस्तो सम्बन्ध उहाँको पत्नीसँग थियो एक्ज्याक्टली त्यस्तै नै थियो, कुनै परिवर्तन पनि थिएन, मतलब अरूसँग लाग्ने। ग्रिक भाषामा पश्चाताप भन्ने शब्दलाई चाहिँ मेटानोया भनिन्छ, अनि यसको मतलब मलाई पछुतो भयो मैले गरेको गल्तीमा, या मलाई एकदम नमज्जा लाग्यो र म एकदम उदास भए, त्यो होइन। वास्तवमा मेटा भने चाहिँ परिवर्तन हो, नयाँ भनेको मतलब चाहिँ माइन्ड हो, मन हो। त्यसको मतलब मनको परिवर्तन। अब मनको परिवर्तन भन्ने बित्तिकै कतिलाई लाग्छ ठिक छ मैले मन परिवर्तन गरेँ भन्छ, भन्नु कति सजिलो छ, तर जबसम्म व्यवहारमा परिवर्तन आउँदैन त्यो मन परिवर्तन भएको होइन, उसले मानसिक सहमति मात्र जनाएको। किनभने रियल मन परिवर्तन भएको चाहिँ यु टर्न लिनु हो, कालोबाट सेतो हुनु चाहिँ मन परिवर्तन हो। अबदेखि म त्यस्तो बोल्दिनँ, त्यो चाहिँ मन परिवर्तन हो, अनि व्यवहारमा देखाउनु। तर धेरैचोटि हामी धोकामा परेको छौँ, किनभने हामीलाई जस्ट भन्नु पर्यो भने हामी भन्छौँ, तर त्यसको मिनिङै थाहा हुँदैन। सानोमा गाउँमा कतिचोटि साथीको लैरोमा लाग्दाखेरि उनीहरूले जुन शब्द बोल्थ्यो हामीले पनि त्यही बोलिदिन्थे। पछि पो थाहा भएको, माई गुडनेस मैले के बोलेको रहेछु त, यसको मिनिङ त यो रहेछ नि, पछि मात्र थाहा भएको, हामीलाई थाहै थिएन। त्यसरी नै युजली जब हामी बार बार सुन्छौँ आइतबार शनिबार पश्चाताप, भुल गल्ती भए क्षमा गरिदिनुहोस्, मनमा म सहमति जनाउँछु, मलाई मन दुख्यो, मलाई पछुतो भयो, तर जबसम्म व्यवहारमा परिवर्तन हुन्न त्यो पश्चाताप होइन। सो पश्चातापको मतलब चाहिँ आँसु झार्नु पनि होइन, पश्चातापको मतलब चाहिँ रिग्रेट फिल गर्नु पनि होइन, पश्चातापको मतलब चाहिँ फेरि आफूलाई बेइज्जत गराउनु पनि होइन। पश्चातापको मतलब चाहिँ पुरानो बाटोबाट नयाँ बाटोमा आउनु, त्यसलाई पश्चाताप भनिन्छ। मतलब तपाईँको बोली मात्र होइन, मन मात्र होइन, तपाईँको व्यवहार कम्प्लिटली चेन्ज हुनुपर्छ। सानोमा हामी एउटा गीत गाउँथ्यो, कस्तो बदलाउ ममा भनेर। सधैँ जाने ठाउँमा जान छोडे, सधैँ गाउने गीत गाउन छोडे, सधैँ खाने थोक खान छोडे भनेर हामी गाउँथ्यौँ। पछि युथहरूलाई यो कुरा थाहा भएछ र उनीहरूलाई यो गीत चाहिँ थाहा थियो, तर उनीहरूलाई भित्रबाट थाहा भयो कि गीतमा मात्र सीमित छ, हाम्रो व्यवहारमा कुनै पनि परिवर्तन आएको छैन। सो उनीहरूले यो गीत गाउँदाखेरि सधैँ जाने ठाउँमा ला 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 भनेछ, सधैँ गाउने गीत ला 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 ला, मतलब ला ला लामा उनीहरूले टुङ्गायो अरे। किनभने उनीहरूलाई स्पष्ट थाहा भयो अरे कि यो गीतले जस्तो भन्छ त्यस्तो वास्तवमा हाम्रो व्यवहार छैन भनेर। पश्चाताप कति महत्त्वपूर्ण शब्द हो, अनि पश्चाताप हाम्रो जिन्दगीमा चाहिन्छ। येशू ख्रिस्टले मानिसहरूलाई बोलाउँदाखेरि सिम्पली पछुतो गर, मनलाई दुखाएको जस्तो अँध्यारो अनुहार बनाऊ भनेको होइन। ख्रिस्ट येशूले वास्तवमा कम्प्लिट नयाँ सृष्टि नवीकरण खोज्दै हुनुहुन्छ। त्यही कारणले गर्दा लुका 13:3 हामी पाउँछौँ, तिमीहरूले पश्चाताप गरेनौ भने तिमीहरू सबै यसरी नै नाश हुनेछ। युट्युबमा जानुहोस्, वचनको भिडियो त्यहाँ हामीले पोस्ट गरेका छौँ। जिन्दगीको सबैभन्दा ठुलो पश्चातापै परमेश्वरको राजमा फर्किनु हो। यो संसारमा 3वटा राज छ, परमेश्वरको राज, शैतानको राज र मान्छेको राज। परम्परा मान्छेको राज हो,
शैतानको राज तपाईँलाई थाहा होला। परमेश्वरको राजमा चाहिँ जस्तो स्वर्गीयको इच्छा हुन्छ त्यस्तै यस पृथ्वीमा बोलीमा होइन, सोचमा मात्र होइन, व्यवहारिक रूपमा गरेको हुन्छ। त्यही कारण येशू ख्रीष्टले पहिलो शब्दै चलाउनु भएको पश्चाताप हो। मत्ती 4:17 हामी पाउँछौँ। त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, पश्चाताप गर किनभने स्वर्गीयको राज नजिक आइपुगेको छ। पश्चाताप गर, स्वर्गीयको राज नजिक आइपुगेको छ भने चाहिँ मान्छेको राजबाट फर्का भनेको, शैतानको राजबाट फर्का, मेरो राजमा जीवन दाउला हाँसै आउनु कम्प्लिटली भनेको। एउटा खुट्टा अर्कै नाउँमा, एउटा खुट्टा अर्कै नाउँमा, त्यसलाई पश्चाताप भनिँदैन। एकजना स्त्रीले उसको एक्स बोयफ्रेन्डसँग सम्बन्ध राख्छ, तपाईँसँग राख्छ, अनि विवाह गर्छ तपाईँसँग, फेरि पहिलाको व्यक्तिसँग पनि सम्बन्ध राख्छ लुकीछुपी, त्यसलाई रियल पश्चाताप भन्दैन। रियल पश्चाताप चाहिँ उसले पहिलाको जति पनि सम्बन्धलाई काटेर त्यागेर तपाईँको 100% बन्छन्, त्यसलाई चाहिँ रियल पश्चाताप भन्छ। और छोरा मान्छेमा पनि यो लागु छ। उसको पहिलाको सम्बन्ध होला कतिजना छोरी मान्छेहरूसँग, तर तपाईँलाई विवाह गरे पश्चात पनि तिनीहरूसँग सम्पर्कमा हुन्छ भने उसले रियल पश्चाताप गरेको छैन। रियल पश्चाताप चाहिँ तपाईँसँग अलिकति न टोटली टाँसिनु हो, तपाईँसँग नै गाँसिनु, तपाईँसँग समर्पण हुनु हो। पश्चाताप गर, परमेश्वरको राज नजिक आएको छ भने चाहिँ हो तिमीहरू मान्छेको राजभित्र थियो, आफ्नै राजमा थियो, शैतानको राजमा थियो, अब मेरो राजमा आऊ भनेको छ। त्यही कारण येशूले भन्नुहुन्छ सबैभन्दा पहिला मेरो राज र धार्मिकता खोजी गर, सब कुरा थपिनेछ। त्यो राजमा आउनु चाहिँ रियल पश्चाताप हो। मतलब जस्तो स्वर्गीयमै इच्छा छ त्यस्तै तपाईँले आफ्नो सोच, आफ्नो व्यवहार, आफ्नो फिलोसफी, परिवार, आर्थिक जीवनमा अनुमति दिनु र सहमति भएर अगाडि बढ्नु। जस्तो स्वर्गीयमा इच्छा छ म त्यस्तै गर्छु, जेसुकै होस्, मान्छे रिसाओस्, समाजले मलाई दबाब दियोस्, परिवारले मलाई लखेटोस्, या जेसुकै होस् परिणाम, तर म परमेश्वरको राजको कानुन अनुसार हिँड्छु भन्नुभयो भने त्यसलाई चाहिँ रियल पश्चाताप भन्छ। यूहन्ना 8:11 प्रभु येशू भन्नुहुन्छ, जाओ अनि फेरि पाप नगर, जाओ फेरि परमेश्वरको राजको प्रोटोकललाई भङ्ग नगर भनेको। यसैले पश्चातापको मतलब भुल गल्ती भए क्षमा गरिदिनुहोस् भन्नु होइन। पश्चातापको मतलब चाहिँ अब म छोडिदिन्छु भन्नु पनि होइन। पश्चातापको मतलब कालो अँध्यारो बनाउनु, आफूलाई बेइज्जत पार्नु, रुनु पनि होइन। पश्चातापको मतलब यी कुराहरू नगरे तापनि जब तपाईँको जीवनमा व्यवहारमा परिवर्तन हुन्छ, त्यो देखावटी परिवर्तन होइन नि, फेरि लास्टिङ परिवर्तन, नवीकरण भएको हुन्छ, यसलाई चाहिँ एक्ज्याक्टली पश्चाताप भनिन्छ। मनको परिवर्तन जुन चाहिँ व्यवहारमा देखिन्छ, यो चाहिँ रियल पश्चाताप हो। सो जब उहाँको वचनले पश्चाताप भन्ने शब्द ल्याएको हुन्छ, त्यसले जस्ट हाम्रो मानसिक सहमतको कुरा गरेको होइन, जस्ट भन्नु पर्यो भने भनिदे भनेको होइन, जस्ट भुल गल्ती भयो क्षमा गरिदिनुहोस् भन्ने कुरा यो होइन, तर पवित्र आत्माले शक्ति दिएर मन परिवर्तन भएर व्यवहारमा परिवर्तन हुनु, पापदेखि फर्केर परमेश्वर कहाँ आउनु, आफ्नै राज्य, मान्छेको राज्य शैतानको राजबाट फर्केर परमेश्वरको राजमा आउनु। र परमेश्वरको राज मान्छेको राज होइन। परमेश्वरको राज मान्छेको कुनै धर्मको पार्टी पनि होइन। परमेश्वरको राज लोकतन्त्र पनि होइन। परमेश्वरको राज सम्प्रदाय पनि होइन। परमेश्वरको राजमा चाहिँ राजाको शासन हुन्छ। परमेश्वरको राज फेरि सिचुएसनद्वारा, मुडद्वारा, भावनाद्वारा, मलाई मन परेन, मलाई चित्त दुख्यो, त्यसरी चल्दैन। परमेश्वरको राज चाहिँ कानुनद्वारा चल्छ। कानुन छ, विवाहको कानुन छ परमेश्वरको राजमा, आर्थिकको कानुन छ, नैतिकताको कानुन छ, सम्बन्धको कानुन छ, व्यापारको कानुन छ, जीवन कसरी जिउने कानुन छ। त्यो कानुन अनुसार हामी हिँड्छौँ। रियली पश्चाताप गरेको व्यक्तिमा चाहिँ व्यवहारमा परिवर्तन हुन्छ, बोलीमा होइन, मानसिक सहमत पनि होइन, जस पछुतो पनि होइन, रुनु पनि होइन, र आफूलाई बेइज्जत गराउनु पनि होइन। यो चाहिँ मनको परिवर्तन, त्यसको मतलब हृदयको परिवर्तन, अनि त्यो हृदयको परिवर्तनको परिणाम चाहिँ व्यवहारमा परिवर्तन देखिन्छ। पानीमा हात हाल्नुहोस्, अभियसली भिज्छ। त्यसरी नै जसले रियल पश्चाताप गरेको छ उनीहरूको व्यवहारमा परिवर्तन अभियसली हुन्छ। तर म रक्सी छोडिदिन्छु, म यो काम गरिदिनु छोडिदिन्छु, म त्यो नराम्रो बानी छोडिदिन्छु भन्दा पनि सबैभन्दा बेस्ट पश्चाताप चाहिँ मान्छेको राज, परम्परा र शैतानको राजलाई छाडेर परमेश्वरको राजमा आउनु। येशू ख्रीष्टले भन्नुभएको छ, पश्चाताप गर, परमेश्वरको राज आएको छ। येशू ख्रीष्टले प्रचार गर्नु भएकै सुसमाचारको नाम नै परमेश्वरको राजको सुसमाचार हो। थ्याङ्क यू सो मच।